सो यो बाटो हेर्नु त अहिले चाहिँ भक्तो दामी के यो चाहिँ है नेपालकै बाटो हो र भन्ने जस्तो खालको बाटो यहाँ अहिले चाहिँ कसरी आइदिन्छ है बसहरू ल आफ्नो लेनमा नहिँडेर मैले भन्न खोजेको यस्तो बाटोमा अलिक केयरफुल भएर ड्राइभ गर्नुपर्छ भन्ने कारण पनि यो हो कि यसरी लडेको छ हेलो गाइज वेलकम ब्याक वन्स अगेन टु माई च्यानल सुनिल आरजे ब्लग मेरो पछाडि लेक फेवा लेक होइन सो लास्ट भिडियो मेरो चाहिँ काठमाडौँदेखि मुगलिङसम्मको थियो भने चाहिँ यसपालि म तपाईँहरूलाई पोखरादेखि मुगलिङसम्मको एउटा ब्युटिफुल रोड ट्रिपको गराउने छु आशा छ तपाईँलाई आजको भिडियोबाट केही न केही बाटोको बारेमा इन्फर्मेसन पाउनुहुन्छ र सानो पोखराको क्लिप पनि तपाईँहरू माझ राख्दछु सो स्टे ट्युन गाइज सो ब्युटिफुल भ्यू फ्रम पोखरा है हामी लेकतिर छौँ अहिले सो लेकको सानो एउटा भ्यू पनि राखेर तपाईँहरूमा चाहिँ एउटा पोखरा आउँदाखेरि आउनु पर्ने ठाउँ भन्छु अहिले आएको फेवा ताल है लेक साइडतिर इट्स भेरी ब्युटिफुल यसमा पनि आज घाम यस्तो मजाको हो वेदर खुलेको छ होइन दसैँ पछिको पारिलो घाम दसैँ भर्खर सकेको छ सो सानो भ्यू राख्दै अल्टिमेटली म फेरि यहाँको रोड ट्रिप नै तपाईँलाई देखाउने छु सो हाम्रो यात्रा मैले चाहिँ पृथ्वी चोकबाट सुरु गरेँ है अब यताबाट लेक साइडतिर यता माथि महेन्द्र पुल भने चाहिँ अब हामी यहाँबाट राइट लागेर मुगलिङतर्फ जाँदैछौँ पोखराबाट अहिले निस्किसकेपछि पनलाइन साइड चाहिँ पिच देखेको छ नि अर्को साइडतिर अझै बनाउने अवस्थामा छ है सो विजयपुर खोलाको अगाडिसम्म बाटो पिच भएको छ वान साइड होइन बाँकी चाहिँ अलिअलि बाटो पिच हुन बाँकी देखियो यहाँ सो पोखरा छोड्ने बेलामा चाहिँ अलिकति बाटो चाहिँ बनाउन बाँकी स्टिल बाँकी छ त्यो चाहिँ पुरानो पुल है सो विजयपुर कटिसकेपछि पनि वान साइडेड चाहिँ बाटो अहिले पिच बनाएको देखियो होइन अर्को साइडेडमा स्टिल बनाउनु बाँकी नै छ र यही वान साइडेड बाटो पिच भएपछि पनि ट्राभलको लागि धेरै सहज हुन्छ सो अहिले कोत्रे बजारमा चाहिँ दुई साइडतिर पुल बनिसकेको छ है र बजारमा पनि वान साइड पुरै बाटो राम्रो छ र अर्को साइडतिर पनि अलमोस्ट बन्ने अवस्थामा गएको छ है त्यहाँ बाटोको पिच गर्न रेडी राखेको अवस्था छ सानो छ बजार रमाइलो बजार तो दामी के यो चाहिँ है नेपालकै बाटो हो र भन्ने जस्तो खालको बाटो यहाँ अहिले चाहिँ काठमाडौँ सरी यो पोखरा टु मुगलिङ जाने बाटो है यो पनि विदेशमा हिँडे जस्तो बाटो है सो अघि मैले भने जस्तो यस्तो खालको बाटो इन्टायर नेपालभरिको हाइवे यस्तो भयो भने चाहिँ बल्ल हाम्रो देश कुन लेभलमा छ र हामीले या जनताले पाउनुपर्ने राइट के हो भन्ने कुरा पनि यहाँबाट थाहा हुन्छ होइन सो एभ्री पर्सनले आफ्नो राइटलाई या आफ्नो गभर्मेन्टले त्यो अनुसारले स्टेप लियो भने चाहिँ देश विकास हुन त खासै टाइम त लाग्ने कुरा होइन होइन सो एभ्री पिपलले पनि त्यो रेस्पोन्सिबिलिटी बियर गरेर बनाएको बाटोलाई पनि हामी सबैले सफा राख्नुपर्छ भन्ने एउटा अर्को एउटा मेरो भनाइ यहाँनिर राख्छु है बनाउनु मात्र राम्रो कुरा होइन कि यसलाई मेन्टेन पनि गर्न ठुलो कुरा हुन्छ सो हेर्नु न बाटोको क्वालिटी वाउ all the way to यो बाटो दमोली
नपुग्दो अगाडितिर मजाको बाटोको अवस्था छ यहाँ पनि है। ठाउँ ठाउँमा बाटो चाहिँ एकदमै मजाको बनाइसकेको छ। कतै कतै मात्रै अलिअलि बाटो चाहिँ टचअप गर्न बाँकी हो भने चाहिँ बाटो चाहिँ अहिले धेरै मात्रामा बनिसकेको छ र यस्तो बाटोमा चाहिँ ट्राफिक जाम हुने कुरा पनि भएन र यो एसियन स्ट्यान्डर्ड हाइवेमा बनाइएको यो चाहिँ चाइनाले बनाएको यो हाइवे रोड चाहिँ एकदमै मस्त। गाडी पनि मक्खन जस्तो गुड्छ क्या यहाँ चाहिँ। बल्ल यो बाहिरतिर चला जस्तो या विदेशतिर चला जस्तो गाडीको फिल हुन्छ यहाँ हैन। सो अहिले चाहिँ म ठक्क यो दमौली भन्दा थोरै माथितिर पोखरा जाने बाटोमा टी ब्रेकको लागि अडेको थिएँ। यहाँसम्म आउँदाखेरि चाहिँ बाटोको क्वालिटी तपाईँले मेरो पछाडि देख्नु भएको जस्तो इट्स भेरी गुड फन्टास्टिक हैन। अघि मैले बाटोमा भिडियो पनि बनाएको थिएँ। यस्तो खालको बाटो भएपछि बल्ल हाम्रो नेपालमा पनि गजबको हाइवे भयो भन्ने खालको ओडले देख्न पाउँछ। सो दमौलीदेखि अब म मुलुङतर्फ जाँदैछु। अन द वे बाटोको अरू डिटेलमा के कस्तो भएर त्यो पनि देखाउनेछु। सो स्टे ट्युन गाइज। हामी अब दमौलीको पुलतिर आउँदैछौँ। यहाँ तपाईँहरूले यो डिभाइडरतिर पनि कलर गरेको देखिन्छ है, जसले गर्दाखेरि अब रातिको टाइममा यसो एक्सिडेन्ट पनि कम हुने भयो। दिउँसोको टाइममा हेर्दाखेरि पनि यो येल्लो ब्ल्याक व्हाइट भनौँ न यो रोड डिभाइडर प्लस रोड सिग्नलले गर्दाखेरि ठाउँ पनि या बाटो पनि एकदमै हाई क्वालिटीको देखिन्छ र बाटो हाई क्वालिटीको पनि छ एक्चुअली। एकदम चलाउँदाखेरि गाडी पनि स्मुथली कहीँ जर्क छैन हैन। ब्युटिफुल रोड हैन। तर यो चलाउँदाखेरि अब एभ्री वानले आई थिङ्क लेन फलो गरेर चलायो भने चाहिँ अझ राम्रो हुन्छ। सो द्याट अब एक्सिडेन्ट कम हुन्छ। बिकज हाम्रो लागि त यो नयाँ प्र्याक्टिस हो। यस्तो खालको बाटोमा हामीले कुदाइराखेको सो हामी लेफ्ट राइट नहेरेर एक्कासी कुदाइराखेका हुन्छौँ क्या। त्यसले गर्दा एक्सिडेन्ट पनि बढी हुन्छ। सो यो कुरामा अलिकति ध्यान दिएर हाम्रो गाडी चलाउने साथीभाइहरूलाई पनि त्यो भन्न चाहन्छु। सो यो चाहिँ दमौलीको पुल नआउँदै यहाँ स्टिल अझ यो पुल नबन्या भएर बाटोको लेभल मिलाउनु पर्ने भएर होला यति बाटो बनाउन अझ बाँकी नै छ र यहाँ बाटो एक्सटेन्सनले गर्दाखेरि सानो जाम जस्तो पनि हामीले फिल गरिरहेका छौँ। अहिले नयाँ बनिरहेको हाइवेको यो पुल पनि यस्तो हुँदैछ यहाँ है। यो आधा बनेर उताबाट आधा बनेर जोइन हुन लागेको अवस्थामा छ। सो दमौली बजारमा पनि अहिले सबै ठाउँ मजाले बाटो पिच भइसकेको अवस्था छ र रोड डिभाइडरदेखि लिएर सर्भिस लेन पनि भित्र बनिसकेको छ है। सो अहिले मजाको 4 लेनको बाटो हाइवे एन्ड भित्र सर्भिस लेन। दिस इज दमौली। सो बाटो राम्रो भइसकेपछि ठाउँ पनि अर्कै देखिँदो रहेछ विदेशका जस्तो। वाउ। सो अहिले हामी घाँसी कुवाको एरिया क्रस गर्दा हाइट उकालो लाग्दाखेरि पनि लगभग बाटो चाहिँ यहाँ अझ पनि यो डिभाइडरको काम भइरहेको छ हैन। र लेन मार्किङको पनि काम भइरहेको छ है। सरसफाइको काम भइरहेको छ र बाटो चाहिँ यस्तो मजाको अहिले 4 लेनको रोडहरू मजाको बाटो। यतै आउनु लाग्छ त्यो मान्छे। ल के गरेको यो मान्छे कसरी आइदिन्छ है बसहरू। ल आफ्नो लेनमा नहिँडेर यार। हो यहाँ चाहिँ यस्तो मजाले यो ट्याङ्कर लडेको छ है। मैले भन्न खोजेको यस्तो बाटोमा अलिक केयरफुल भएर ड्राइभ गर्नुपर्छ भन्ने कारण पनि यो हो कि यसरी लडेको छ है। बिकज यो स्पिडहरू मेन्टेन गर्दैन हैन। टर्निङ छ हामीले हेर्दाखेरि बाटो राम्रो देख्छौँ तर अलिकति स्पिड हुने बित्तिकै कन्ट्रोल हुन गाह्रो हुन्छ। त्यही भएर यस्तो कालो टर्निङहरूमा चाहिँ अलिकति विचार गरेर चलाउनुपर्छ गाडी है। बिकज हाम्रो लागि युज टु छैन। मैले अघि पनि भनेको थिएँ यस्तो बाटोहरू। बिकज यस्तो खालको बाटोमा हामीले पहिले कुदाएको हुँदैन। सो हामी स्पिडमा चलाइदिन्छौँ र एउटा अरू कुरा के पनि विचार गर्नुपर्छ। ठाउँ ठाउँमा यसरी बाटोहरू 4 लेन भए पनि 2 लेनमा आइदिन्छ। र यो कुरा पनि यसो विचार गरेर गाडी चलाउनु होला। बिकज ठाउँ ठाउँमा बाटो
लेन चेन्ज भनेर दिएको हुन्छ 4 लेन भए पनि त्यो 2 लेनमा आइदिनाले गर्दाखेरि एक्सिडेन्ट हुनसक्छ अहिले पनि यहाँ ठ्याक्क यसरी गाडी आइदिन्छ अब हामी डुम्रे लगभग ओह्रालो आउनुभन्दा अगाडि है पहाडको मजाको हाइटमा छौँ होइन आज वेदर पनि मजाको खुलेको छ है बाटो हाइवे इज भेरी गुड फेरि कति भन्नु त्यही एउटा कुरा है तर इन्जोय गरिरहेको छौँ हामी चाहिँ बाटोमा अहिले चाहिँ यहाँ डुम्रे नआउँदै पहिले यहाँ अलिकति बाटो अप्ठ्यारो थियो होइन तर खाल्टो थियो अहिले यहाँ पनि डबल लेनको ब्रिज चाहिँ पुल बनाइसकेको छ यो पनि राम्रो कुरा हो है जसले गर्दा बाटो सर जान सजिलो फेरि पनि सजिलो हुन्छ डुम्रे बजार है यहाँ पनि पुरै बाटो कम्प्लिट भइसकेको छ र लेन मार्किङ भइसकेको छ सो जति मान्छे पनि यहाँबाट मनाङ जानुहुन्छ यो मनाङ जाने बाटो यहीँबाट छुट्टिन्छ होइन यो बाटो चाहिँ हाम्रो मनाङ जाने बाटो र फेरि पनि यो चाहिँ अगाडि चाहिँ डुम्रे बजार सो विमल नगर यस्तो छ है अहिले चाहिँ यहाँ चाहिँ अलमोस्ट प्रायः जस्तो घर सबै बन्द हुन्छ थाहा छैन अब यहाँको मान्छेहरू कहाँ बस्नुहुन्छ तर प्रायः जहिले आउँदाखेरि नि यो बाटो मैले यहाँ चाहिँ हेर्दाखेरि सबै घरहरू बन्द ढोका लगाएको देख्छु होइन र यो चाहिँ यहाँ एकदम यहाँको पपुलर हाम्रो यो चाहिँ के भन्छ ठाउँलाई एकदम तासेको है पहाडै तासेर यस्तो भएको पहिलेदेखि नै यस्तै हो र यहाँको यो बाटो तल खोलाबाट उठाएर तल माथि 4 लेनको बाटो बनाएको छ हल्का खुर्किएको थियो यहाँ पहिरो बनाउँदा यहाँ फेरि पहिरो गइरहेको छ टाइममा यो बाटो चाहिँ एकदमै मेहनतसँग बनाइएको बाटो यो चाहिँ अहिले चाहिँ हामी ठक्क 1700 फाँट होइन यहाँ पनि 1700 फाँटसम्म पनि यो बाटो चाहिँ राम्रै देखियो मजाको यहाँ पनि 4 लेन रोडहरू बनिरहेको छ मजाको बाटो 1700 फाँटबाट तल ओह्रालो लाग्यो हामी चाहिँ अब यस्तो मजाको बाटो बाटो राम्रो भएपछि ठाउँ पनि अब डिफ्रेन्ट देखिने के यही पहिले बाटो नराम्रो त कस्तो धुलै धुलो हुन्थ्यो है यहाँ चाहिँ यस्तो बाटो राम्रो भइसकेपछि तर बाटोमा धेरै जस्तो हामीले चाहिँ अब के पनि देखाएको छु भने चाहिँ अब रोडमा प्लास्टिकहरू या पानीको बोतलहरू फालेको पनि बढी देखिन्छ क्या कृपया अब बसबाट यात्रा गर्ने मान्छे हो कि जसले पनि यस्तो खालको काम नगरिदिनु अनुरोध गर्दछु कि यति राम्रो बाटो बनेछ होइन ठाउँ ठाउँमा प्लास्टिकको बोतलहरू प्लास्टिकहरू फालेको देखेँ मैले होइन त्यो चाहिँ अब नगर्दा राम्रो हामीले नै आफ्नो बानी यस्तो कुरामा चेन्ज गर्नुपर्छ र ट्राफिक रुल स्पेसली फलो गरौँ है स्पिड मेन्टेन गरौँ बिकज बाटो एकदमै राम्रो छ तर त्यसले गर्दा हामीले बाटो 70 80 90 गएको थाहै हुँदो रहेछ त्यसले ध्यानमा कोही मान्छे या के गाई बस्तु अगाडि आयो भने पनि त्यसले चाहिँ असर गर्छ इन्स्टेन्ट गाडी रोकिँदैन होइन त्यसले गर्दाखेरि आफ्नो कन्ट्रोलमा आफूले भ्याउने जति कन्ट्रोलमा गाडी कुदाउँ सो हामी आबु खैरेनी नजिक आउन थाल्यो होइन यहाँबाट चाहिँ आबु खैरेनी धेरै टाढा चाहिँ छैन है सो यहाँबाट चाहिँ आबु खैरेनी अगाडि देखियो खरे खोला पुल यहाँबाट चाहिँ फेरि डबल लेनको बाटो स्टार्ट भयो होइन यो चाहिँ आबु खैरेनीदेखि मुगलिङसम्म यस्तै फेरि 4 लेनबाट घटेर 2 लेनको बाटोमा आएको छ आशा गरौँ यहाँबाट मुगलिङसम्म पनि छिटो 4 लेनको बाटो भयो भने चाहिँ अझ अघि हामीले चलाउँदाखेरि जुन गाडी चलाउँदा मजा थियो बाइक चलाउँदा मजा हुन्छ त्यो खालको सबैलाई राम्रो हुन्छ होइन त्यो सेफ पनि हुन्छ बिकज आफ्नो लेनमा गाडी चलाउने सो आबु खैरेनी बजारको चोक यताबाट हामी लेफ्ट गयो भने यता गोर्खा जाने बाटो होइन गोर्खा जाने र हामी चाहिँ फेरि यताबाट अगाडि मुगलिङतिर आइसक्यौँ
अब बाटोको कुरा गर्नु पर्दाखेरि अलमोस्ट बाटो चाहिँ पोखरादेखि मुगलिङसम्म राम्रै छ हैन। यहाँभन्दा अगाडिको बाटो डबल लेनको भए पनि यो बाटो पनि राम्रो बाटो छ, तर साँघुरो हो भन्ने मात्रै हो। सो अहिले चाहिँ म ठ्याक्कै आबुखोरेनदेखि थोरै अगाडि आइसकेपछि मर्स्याङ्दी जलविद्युतमा आइपुगेको छु हैन। बाटोको कुरा गर्नु पर्दाखेरि पोखरादेखि यहाँसम्म चाहिँ आज कहीँ पनि जाम थिएन र जामुनी जस्तो बाटो पनि थिएन। यहीँ राम्रो खालको यो पोखरा टु भनौँ न एउटा चाहिँ मुगलिङसम्मको आउने बाटो राम्रो भएको हुनाले यो बाटो ट्राभल गर्नको मजै आनन्द थियो। सो आजको भिडियोले पनि तपाईँलाई बाटो सम्बन्धी केही अपडेट दियो होला। आशा छ तपाईँहरूले पनि यस्तो खालको भिडियो भोलिको दिनमा पनि हेरेर मलाई साथ दिनुहुन्छ र यदि तपाईँलाई आजको भिडियो मन परेको छ भने प्लिज सपोर्ट गर्नु होला। टिल देन स्टे सेफ, टेक केयर एन्ड बाई।